Hey guys, good morning. Welcome back to another video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो YouTube च्यानलमा भिडियो हाल्छु भनेको लगातार हाल्छु भनेको आज चाहिँ दोस्रो दिन। आज चाहिँ दोस्रो दिन एकदमै राम्रो कामको सुरुवात गरेर सुरु भएको छ। आज चाहिँ शनिबार बिहानै मैले पसल खोल्नुभन्दा पहिले नै एकजना वृद्ध गाडीको आवाज आएर केही पनि सुनिरहेन। एकजना वृद्ध आमा चाहिँ 60 वर्षको वृद्ध आमालाई चाहिँ उहाँको कान्छीपट्टिको जेठीपट्टिको छोराले चाहिँ घरमा घाँस काटेन भनेर कुटपिट गरेको, अनि खाना लाउन बस्न नदिएको, कसरी घरबाट लखेटौँ भन्ने गरेको विषयमा निवेदन लेख्न आउनु भएको रहेछ। उहाँलाई चाहिँ मैले निःशुल्क रूपमा यस्तो यस्तो गर्नुहोस् भनेर सरसल्लाह परामर्श दिएर उहाँलाई प्रहरी चौकीमा पठाएको छु। बेसरी कानमा अनि ढाडमा र यो कोखामा चाहिँ बेसरी कुट्नु भएको रहेछ।